मेरो हेरौँ त अगाडि भन्नु पर्थ्यो क्या दाइ तपाईँले चाहिँ मोबिल र एयर फिल्टर हान्नुलाई यत्रो बेर 2 घन्टा कुर्नुपर्ने मलाई चाहिँ सर्भिस राम्रो लागेन है दाइ यार सो छोडिदिउँ सबै कुरा है त्यस्तै हो र आज चाहिँ म यो गाडीमा गर्न गइरहेको छु मोडिफिकेसन 10 लाखको सो लागे म चाहिँ धरानबाट म चाहिँ यो केराबारीको जङ्गल हुँदै जानेवाला छु लेट्स गो ग्यास देख्न सक्नुहुन्छ केराबारीको भाइरल पुल बबाल कुदाइयो यार ओभर स्पिड चाहिँ गर्नु हुँदैन आफ्नो लिमिटमा कुद्नुपर्छ यार आफूले जति कन्ट्रोल गर्न सकिन्छ त्यति नै कुदाउनु होला खोर्सानी चोक भन्छ यसलाई चाहिँ ट्याक्कै देख्न सक्नुहुन्छ दुईटा लाम्चे खोर्सानी पनि छ लाम्चे डल्ले खोर्सानी होइन फेरि लाम्चे खोर्सानी त्यसैले यसलाई भनिन्छ खोर्सानी चोक खोर्सानी खोर्सानी हो कि खोर्साने हो लेट्स गो यो चाहिँ हाइवे भइहाल्यो यहाँदेखि सिधै गयो भने चाहिँ इटहरी यताबाट तपाईँ लेफ्ट लिनुभयो भने चाहिँ बिर्तामोड इलाम हाम्रो घर जाने बाटो दुई लेनको बाटो बन्यो भने चाहिँ यस्तो बवाल हुने रहेछ है आम्मा एसियन हाइवे हाम्रो झापामा पनि यस्तो खतरा रोड चाहिँ बनिन्छ भनेर चाहिँ मैले सोचेको थिइनँ यति चाँडै तर नेपालले त बनाएको होइन भनेर सुन्थेँ खोइ कसले बनाएको हो भने बाहिर देशकै सहयोगमा भन्थ्यो तर जे होस् विकास भनेको विकासै हो हाम्रो प्यारो नेपाल सो म चाहिँ दमक बजार आइसकेँ अनि यहाँ चाहिँ म खोज्दैछु यामाहा सोरुम बिर्तामोडमा पनि छ तर म चाहिँ नयाँ ठाउँमा सर्भिसिङ गरौँ भन्ने हिसाबले यामाहा सोरुम खोजेको कहीँ भेटिँदैन त यहाँ मुनिबाट जानुपर्छ अरे खासमा यहाँ चाहिँ के भएको थियो भन्दाखेरि मेरो बाइकको ह्यान्डल ब्यारिङ गएको थियो अनि ह्यान्डल ब्यारिङ पनि चेन्ज गर्ने त्यस पछाडि बाइकको क्लच लिभर पनि चेन्ज गर्ने भनेर डिल भएर म यहाँ सर्भिसिङ गर्न बसेको थिएँ मेरो हेरौँ त अगाडि भन्नु पर्थ्यो क्या दाइ तपाईँले चाहिँ मोबिल र एयर फिल्टर हान्नुलाई यत्रो बेर 2 घन्टा कुर्नुपर्ने मतलब अघि के चाहिँ सर्भिसिङ हुन्छ भनेर कुराउनु होइन र पनि यसरी जानकारी त गराउनु सकिन्छ नि त यार 2 घन्टा इलाम पुग्नु पर्ने मान्छे त्यस्तो त भएन नि त दाइ यार र पनि त तपाईँलाई त जानकारी हुनु पऱ्यो नि त दाइ यार 2 घन्टा भयो यार पर्खेको लास्टमा चाहिँ अब मोबिल र एयर फिल्टर फेरेर जानु होइन दाइको त ठिकै छ दाइलाई जानकारी भएन तपाईँले चाहिँ बुझाउनु पऱ्यो नि त एकैछिनमा भइहाल्छ 3टा पछाडि भन्नुभयो के को 2170 अलिक भएन नि त यार दाइ कहाँ पुग्नु पर्ने मान्छे यार अब बिच बाटोतिर
2 घन्टा रुँगे यार, मान्छेको टाइम हुन्छ नि त एउटा। मलाई चाहिँ सर्भिस राम्रो लागेन है दाइ यार। तपाईँलाई माइ धार आयो यार। सो छोडिदिउँ सबै कुरा है, त्यस्तै हो। र आज चाहिँ म यो गाडीमा गर्न गइरहेको छु मोडिफिकेसन 10 लाखको। कति लाख रहेछ मसँग अहिले? 1 लाख, 2 लाख, 3 लाख, 4 लाख, 5 लाख, 6 लाख र अमेरिकन डलर रहेछ यो चाहिँ, इन्डियाको डलर रहेछ है। आम्मामा हेरौँ कस्तो हुन्छ। अनि मेन भनेको मैले चेन्ज गर्नु खोजेको चाहिँ यसको मिरर चाहिँ म R6 को लाउन गइरहेको छु। अनि नम्बर प्लेट पनि हल्का राम्रो बनाउन गइरहेको छु है। अनि साइड लाइट चाहिँ चेन्ज गर्नुपर्ने अवस्था छ। हेरौँ भ्याइयो भने साइड लाइट पनि चेन्ज गर्ने हो। र यसको यो नम्बर प्लेट हो मेन चाहिँ चेन्ज गर्नु खोजेको। अनि यो क्र्यास गार्ड पनि फेर्नुपर्ने छ। लेट्स गो। सो देख्न सक्नुहुन्छ है, फाइनल्ली मोडिफिकेसन हानिसकेको छु। त्यो साइड लाइट भइहाल्यो। अनि यो भयो तपाईँको विन्ड कभर, नम्बर प्लेट, त्यस पछाडि क्र्यास गार्ड त भइहाल्यो। अनि देख्न सक्नुहुन्छ पछाडिबाट लुक्स कपाल छ होइन। अनि यो गुड्का हाल्यो। लगभग यो चाहिँ टोटली मोडिफिकेसन भनेको 10,000 को हो। र देख्न सक्नुहुन्छ हल्का अब यसमा चाहिँ मिरर चेन्ज गर्नुपर्ने छ। अनि ऱ्याप गर्नु बाँकी भयो। यसलाई पनि बिस्तारै गरौँला। अनि कस्तो देखिएको छ लुक्स भनिदिनु पर्यो गाइज। Calling down my name. Why don't you hear me चप्पल लगाएको चाहिँ 6 महिना भयो। बाइक चाहिँ तँलाई खत्रै मोडिफाइड गर्नुपर्ने। त्यो भिडियो त कस्तो कुदायो त डेन्जर कुदो रहेछ त। कहाँ पुऱ्यायो त्यो भिडियो त? कस्तो कुदाएको यार। सिङ्गललाई डबलले जितेर गइदिरहेको भनेको यार। कहाँ से आता है ऐसा कॉन्फिडेंस? राइडर रहेछ यार ब्रदर त।